तीनजनाले च्यालेन्ज गर्दैछ 6वटा चाउचाउ 6वटा करेन्ट हैन एउटा ब्ल्याकमा र रेडमा 5वटा रेडमा एउटा ब्ल्याकमा है यो करेन्ट चाउचाउ आज तीनजनाले च्यालेन्ज गर्दैछन् है ल यो करेन्ट चाउचाउ यति बिरो हुन्छ कि यो करेन्टको मान हेलो गाइस फेरि पनि नमस्ते तपाईँ सबैजनालाई अनि आजको यो चाउचाउ च्यालेन्ज छ करेन्ट चाउचाउ हो यो है करेन्ट चाउचाउ दुईटा करेन्ट चाउचाउ चाहिँ हाम्रो यहाँ तीनजना पार्टिसिपेन्टहरू हुनुहुन्छ जो पार्टिसिपेन्टले तीनजना चाउचाउ यहाँ हाम्रो एकजना पार्टिसिपेन्ट अर्को एकजना तीनजना है एकचोटि क्यामेरामा हाई भनिदिउँ त सबैजना हाई नमस्कार एकदम आज चाहिँ उहाँहरूको 3 मिनटको मात्रै टाइम रहन्छ जम्मा 3 मिनटको टाइम 3 मिनटमा घडी टाइम देखाइन्छ कसले फास्ट खान्छ कतिवटा छ भन्नु दुईटा हो दुईटा भइसक्यो सबैजना दुईटा करेन्ट चाउचाउ हो जसले फास्ट खान्छ एकछिन है त जसले फास्ट खान्छ अनि त्यो विनर हुन्छ जसले लास्टमा खान्छ त्यसले चाहिँ चाक चाहिँ पानीमा डुबाउँछ हैन बाटामा पुरै यो पानीमा बस्ने हो है आज कडा पनिसमेन्ट छ ल है साथीहरु एकदम कडा पनिसमेन्टको लागि तयार हो है त ल बाटा यहाँ छ है ल यहाँ बाटामा यो बाटामा पानी सेट गर्छ नि त पहिला यो बाटामा पानी है पुरै यो बाटामा पानी छैन भन ल पानी है ल ठिक छ सर्नकै पानी ल मलाई धेरै परे यो टाइम चाहिँ सुरु भइरहेको छ स्टार्ट ओके 3 मिनेट ल स्टार्ट 1 2 गो ल जाम है पानी खान पाइदैन है पानी त थपे खान पाइँदैन यहाँ कहाँ पानी खान पाइयो ल ल साथीहरू ल दियो वाह न अहिले जित्नु पर्यो नि नत्र 1 मिनेट पानीमा डुबेर बस्नुपर्छ एउटा नि छोड्नु भने छरेको नि टिप्नुपर्छ ओइ नबोल न यो भिडियो रेकर्ड हुँदैछ जे पाए त हेरेर बस्नु ल छिटो अलि पास को विनर हुँदैछ टाइम कतिको टाइम यहाँ हुँदैछ है 1 मिनेट 40 सेकेन्ड 1 मिनेट 40 सेकेन्ड बाँकी छ ल बाँकी छ अझै आमा पुरा दिएको छ हो एउटा त के हो खेलाडीहरू ओ साथीहरू के हो यो पानीमा डुब्ने भइसक्यो छिटो आउने दुवैजना डुब्ने भयो पानीमा अच्छा उता धेरैमा 5 मिनट हो के अरे 3 मिनट हो त्यो भन्दा अगाडि 1 मिनट ब्यालेन्स 1 मिनट ब्यालेन्स ओइ नपताउने तरिकाले पुनमले सिधाउने भयो या दुईजना डुब्ने भयो थाहा भयो कि त ला पुनमको त सिधै सक्यो यार लो ऊ ल यिनीहरू दुईजना डुब्ने भयो पानी दुईजना डुब्ने भयो पानीमा ल सिद्धो 36 सेकेन्ड पानी 36 सेकेन्ड 32 सेकेन्ड छ ल आमा ल पुनम विनर दुईजनाले पनिसमेन्ट गर्ने हो ल हाम्रो सम्झना सिस्टरको चाहिँ आज हराइ भयो है ल प्लिज कमान आउनुहोस् पनिसमेन्ट झ्याप्पै लाएर अब पनिसमेन्ट गर्न आउँदैछ विनर अगाडि बसिरहेको छ हट ल
वेट एकछिन 1 minute है ठ्याक्र के एकछिन 1 मिनट पकाइ छोरी 1 2 3 गो ल झ्याप्पै हानौँ त झ्याप्पै बस्नु पर्यो हो एकछिन ओहो मुखबाट आएको धुवा चाकबाट खतरा तरिकाले पनिसमेन्ट गर्यो आज त एकचोटि पुगेकै छैन ल भयो हारुवा पार्टी यता छ है ल गयो है गयो ल ल ल अब फेर त सफा पानी त हो नि नुहाउनु ल ल ल भिजेकै हो यति सायद चाहिँ अब यहाँ दर्शकहरू यत्रो हुनुहुन्छ है ओ दर्शकजीहरू ल यहाँ सेकेन्ड ल यहाँ दर्शकहरू ल पार्टिसिपेन्ट एउटा एकजना भइहाल्यो है ल एकजना पार्टिसिपेन्ट विनर ल विनर यस्तो के भन्छ हाम्रो उ गर्दैन युट्युब च्यानलहरू सब्सक्राइब गरिदिनु लाइक गरिदिनु होइन हाम्रो यो फर्स्ट हो धेरै अब हामीले भर्खर स्टार्टिङ गर्दै हो उ गरिदिनु होला सहयोग के भन्छ हेल्प गरिदिनु होला थ्याङ्क यू सो मच एनिबडी रियाक्सनलाई सब्सक्राइब गर्नु पर्यो एनिबडी रियाक्सन है युट्युब च्यानलको नेम चाहिँ त्यही हो अब थ्याङ्क यू ओके अर्को नेक्स्टलाई के छ खबर ल हजुर के भन्नु छ आज होइन यो कसले पल्टो यो चाहिँ एकदम मिठो थियो होइन त्यही भन्न चाहन्छु अनि च्यानललाई सब्सक्राइब गर्नु लाइक गर्नुहोस् सेयर अलि ठुलो छोरी बोलिदिनु पर्यो हजुर सेयर पनि गर्नुहोस् अलि ठुलो छोरी बोलौँ सबै कुरा आजको च्यालेन्ज चाहिँ राम्रै थियो चाउचाउ पनि पिरो थिएन तर के छैन म सबैभन्दा छोटो के अरे मतलब सानो भए तापनि सेकेन्डमा आएको छु सबैभन्दा जेठोमा हार्नु भएको छ अनि च्यानललाई सब्सक्राइब र लाइक गरिदिनु अनि सेयर गरिदिनु त्यही हो ओके ल ठिक छ अब खोइ हामी हर्रपाटीको एउटा राय लिनुपर्ने कहाँ जानुभयो तिनजना अहिले फेम आइसकेको छैन यो खाइसकेर अनि पनिसमेन्ट गरिसकेर अनि हाम्रो जुन हार्ने सारलाई चाहिँ के भन्न चाहनुहुन्छ हार्ने म्याडम के भन्नु त अब मैले ल ल भन्नु त भन न केही कस्तो भयो आजको अनुभव आजको यो चाउचाउ खुवाई कस्तो पिरो थियो कि थिएन पिरै थियो चाउचाउ धेरै पिरो थियो पिरै थियो भनेपछि चाक पोले थियो कि थिएन चाक पोले थिएन हजुरको त्यो त गरेपछि आउटपुट गरेपछि मात्र हो ए आउटपुट त भोलि बिहान हुन्छ है मेरो त हुँदैन अहिले त इनपुट मात्रै भएको होइन ल ठिक छ ल तपाईँलाई अब भोलि बिहान चाक पनि पोल्दैन किनभने तपाईँले पानी हालिसक्नुभयो होइन पानी हाल्दाको अनुभव कस्तो रह्यो पानीमा डुब्दाखेरि शीतल भयो ओ आऊ फेरि एकदम खतरा ल धन्न मैले गर्नु परेन ल एकचोटि हाई भनौँ सबैजनालाई बाई अब चाहिँ सबले सब्सक्राइब गर्नु पर्यो भनौँ हाम्रो युट्युब च्यानललाई लाइक सब्सक्राइब सेयर गरिदिनु होला थ्याङ्क यू सो मच ओके